गगन थापा तयार रहनु, जति बेला पनि प्रचण्डले डाक्न सक्छन्। महेश बस्नेतलाई रोकिराख कोही, केपीको गु पनि संग्रहालयमा राख्न सक्छन्। नागढुङ्गा सुरुङ मार्ग उद्घाटन गर्न केपी ओलीलाई लिएर जानुपर्ने हो र? कसैले भनेकै छैन सुरुङ मार्ग बालेनले बनायो भनेर। केपी ओलीका छोराहरूको पारा के हो भने आफै बालेनले बनाएको होइन अरे, बालेनले मैले बनाए त भन्नु पर्यो पहिला। यो हल्ला पनि कति फिजाउँछौ बाबा, अब त हल्लाले पनि लाज मानिसक्यो भने। गणतन्त्रपछि राजाका नाम निशान मेटाउन उत्तेलित थियौ तिमीहरू। महेन्द्र राजमार्गलाई पूर्व पश्चिम राजमार्ग बनायो, राजमार्गमा पनि राज शब्द आएर राजमार्गलाई लोकमार्ग बनायो। यसैलाई उल्ट्याएर फेरि महेन्द्र राजमार्ग नाम दिने मान्छे हो बालेन शाह। टीकाराम यात्रीले कुनै भिडियोमा भनेका छन् राजहाँसको नाम समेत फेरेर प्रजा हाँस राख्न थालेका थिए रे गणतन्त्रवादी कायरहरू। गोरो मान्छेलाई एकाले भन्दा हाँस्दिन्छ, तर कालो मान्छेलाई कालो भन्दा चित्त दुखाउँछ। अझै ऊ काग भन्दा पनि काले भन्यो भन्ठान्छ। यी मन कालो भएकाहरूको चित्त वृत्ति सतहमा आएको मात्र हो, अरू केही पनि होइन। नागढुङ्गा होइन, केपी ओलीको सुरुङ नाम राख्यो भने चित्त बुझ्छ होला है तिमीहरूको। गएर इट्टाको टुक्रो राख्दैमा उसको नाम स्वर्ण अक्षरमा लेखिँदैन बाबु। विभिन्न कालखण्डमा विभिन्न मान्छेको योगदान छ। र्यापर डिजे भन्दै जिस्काउँछन्, तर कलाकारहरू मिलेर एक आपसमा सद्भाव राख्छन्। लाहुरेको र्यापमा यो सुन्नुहोस् त। जिपीले खन्यो नेपपको बाटो, नेप्साडाइसले बिछायो अलकत्रा तातो, वाइबीले चलायो त्यसमाथि गाडी, गाडीको भित्र लाउरे सवारी। यो सुरुङ मार्गमा पनि गाडीको भित्र लम्साल सवारी भएको हो। लाइन चाहिँ खत्रै सुहाउँछ यो। कि केपीले बनाएको सुरुङभित्र रासोपालाई पस्नै नदिने हो? यस्तो भाष्य सिर्जना नगरौँ न साथीहरू। नागढुङ्गा सुरुङ मार्गलाई यसरी बुझौँ ल। झलनाथको निर्णय सुरुङको बाटो, ओलीको शिलान्यास इट्टाको टालो, प्रचण्डको पालामा ब्रेक थ्रु थालो, लम्सालको उद्घाटन सुरु भइहाल्यो, जाइकाले हाल्यो ऋणको थैलो, ऋण तिर्न अब खेलौँला भैलो। इतिश्री नमस्तुते, नमस्कार, म हुँ विवेक र यो थियो विचार बम्बिङ।